ल साथी, यो गाउँघरतिर गुराँस फुलेर ढकमक्कै भयो रहेछ। म चाहिँ खोटाङ आएको छु अहिले चुनावको लागि। यस्तो दामी यति राम्रो गुराँसहरू फुलेको रहेछ कि बाटोतिर, मनै कस्तो रमाइलो हुने कि। मलाई धेरै वर्ष पछाडि यो गाउँ आएर होला एकदमै रमाइलो फिल भइरहेको छ। बाटोमा सबै गुराँस फुलेर रातै छ, रमाइलो छ। एक प्रकारको भन्छ नि प्राकृतिक सौन्दर्य, त्यही भएर पनि एकदम रमाइलो लागिरहेछ। स्वच्छ हावापानी, स्वच्छ वातावरण, गाउँघरमा बस्नु पनि एकदम रमाइलो क्या। पुरै गुराँसहरू फुलेर कति मजाले फुलेको छ क्या, यति धेरै मजाले फुलेको छ कि। ऊ नाना रमाइलो मानेर आउँदै हुनुहुन्थ्यो। चैतमा पो फुल्छ जस्तो लागेको थियो, होइन रहेछ त है। सबै भएको जति बोट त सबै फुलिसकेको रहेछ नि त। हजुर कस्तो राम्रो देखेको के नाना यो ठाउँ। जङ्गल पहिला सानोमा हिँडेको हामी यो बाटो, अहिले त गुराँसहरू फुलेर रातो। होइन, मलाई चैत वैशाखमा गुराँसहरू फुल्छ जस्तो लाग्थ्यो त, अहिले पो फुल्दो रहेछ। म पोहोरको साल आउँदाखेरि पनि कति चैत वैशाखमा आएको म, तर त्यतिखेर पनि थिएन, कुनै कुनै ठाउँमा अलिअलि त्यो सबै फुलिसकेको थियो कि। यो गुराँसले चाहिँ कस्तो रमाइलो भएछ, जङ्गललाई सिँगारेछ गुराँसले। घाँस दाउराबाट आएको होला त्यो दिदीहरू।